ल साथीहरू आज म यहाँ धान हेर्न आएको छु है कतिको फलेको रहेछ। आज मैले रोपेको धान हामीले रोपेको छौँ है। यो गरा हो एउटा त्यतिको फलेको रहेछ यहाँदेखि यो गरा यो दुईटा गरा यो यहाँसम्म छ त्यो झ्याप्प हरियो यहाँसम्म भने यो झ्याप्पाबाट त्यहाँसम्म हाम्रो खेत यो दुईटा गरा तल छ तीनटा गरा रोप्नु पर्ने हो। अब त्यो गरेको दुःख छ। काठमाडौँमा बस्यो भनेर मात्रै हुँदैन, त्यत्तिकै खाली बस्यो भने त भोकै मरिन्छ है। त्यसले गर्दा अलिअलि त गर्नु पऱ्यो भने यहाँ स्कुल छ, मन्टेश्वरी स्कुल रहेछ यो मन्टेश्वरी भर्खर खुलेको नयाँ मन्टेश्वरी स्कुल हो। स्कुलकै छेउमा छ खेत छैन। यतिको बाटो छ, ठिकै हो। खासै धेरै फलेको पनि थिएन, नफलेको पनि होइन, यतिको ठिकै फल्यो। मैले यतिमा चाहिँ 11-12 बोरा जति फल्छ। तल छ तीनटा सुर्खा अब गर्नु पऱ्यो भने होइन। बिच हिँडेर यो फुलको बोट हो, तर घामले टल्किँदाखेरि यसलाई हरिए यो पहेँलो देखिनु पर्ने, तर यो क्यामेरा कहाँ छ त्यसले गर्दा पहेँलै देखिएन क्या। यो फुल रोपे यत्रो रुख रोपे फुल है, मजाले रोपे फुल चाहिँ फुलेकै हो। यतिको फुलेको फुल धानको बालाहरू यस्तो हुन्छ है, यस्तो हुन्छ धानको बालाहरू यसरी झुले हुन्छ होइन, यसरी झुले धानको बालाहरू है। यस्तै छ साथीहरू, दुःख है, दुःख नगरी सेवा नगरी नेवा मिल्दैन भन्छन् है। सेवा गर्ने फुल टन्नै रोपेको रहेछ मेरो बुढीले है। यो फेरि सबै मेहनत बुढीको हो, मेरो त केही छैन। म त सिर्फ रोप्ने बेला र काट्ने बेला आउँछु, म नत्र आउँदैन। म लामो छ होला, म आधी आइसक्यो है। अघि झरेको ठाउँदेखिबाट यता चाहिँ अलि हरियै रहेछ, हरियो रहेछ यता चाहिँ। यस्तो छ है, यता त अलिक फलेर छ, उताभन्दा छेउतिर भन्दा यता धेरै फलेर छ। म बस्ने घर चाहिँ पारीको छ, पारीको त्यो बजारमा हो। बजारमा बस्ने घर चाहिँ फुल टन्नै रोपेर बुझ्दै यता लाइनै छु फुल। यस्तै छ काठमाडौँमा धानबारीहरू यही छ है साथीहरू। तपाईँहरूलाई फेरि अपडेट देखाउँदै गर्छु होइन। यसो भिडियो हेर्ने गरिदिनु होला, मेरो पनि है माया गरिदिनु होला, अरूहरूलाई जतिकै धेरै माया गरिदिनु होला है, त्यही भन्न चाहन्छु। कस्तो लाग्छ भिडियोहरू, यो मोबाइलबाट खिचेको भिडियो हो होइन, कुनै क्यामेरा होइन, कुनै मैले लाइट एडिट गरेर यो लाइभ हो है। त्यसले गर्दाखेरि तपाईँहरूलाई यदि मन पर्यो भने एक लाइक, एक सब्सक्राइब र एक सेयर र कमेन्ट पनि गरिदिनु होला है। ल धन्यवाद।